आज चाहिँ हामी चन्द्रगिरी डाँडा गएको थियौँ है। चन्द्रगिरी डाँडामा के चाहिँ देखेँ त देखाउँदैछु। सुरुमा हामी ट्याक्सी बुक गरेर हामी चन्द्रगिरी केबल कारसम्म ठाउँसम्म गएँ। त्यहाँ गइसकेपछि त्यहाँको दृश्यहरू हेरेँ, दामी देखिन्थ्यो यहाँबाट पनि काठमाडौँ। भिड यस्तो थियो है। हाम्रो पालो फाइनल आइहाल्यो। टिकट चाहिँ कसरी रहेछ भने लगभग 850 करिब 830 यस्तै थियो सायद। हामी चाहिँ कुरिरहेँ, आफ्नो पालो आइहाल्यो, बसिहालेँ। वाउ, यस्तो देखिन्थ्यो केबल कारबाट भ्यू, दामी देखिने। हरियो वन जङ्गल सिटी माथि जाने बित्तिकै यस्तो देखेँ। तालचा झन्डाको रमाइलो थियो ठाउँ। चिसो न चिसो थियो है। तर यो चाहिँ मन्दिर भइहाल्यो टुप्पोको। अमेजिङ भ्यू। यो चाहिँ होटल रहेछ, 5 स्टार होटल रहेछ, हेलिप्याड समेत व्यवस्था भएको। टुरिस्टहरूको लागि चाहिँ सही छ यो होटल। हामी जस्तो लागि चाहिँ होइन है, फेरि सर्वसाधारण लागि त काम छैन यो त, फेरि सक्दैन। दामी भ्यू। यहाँ चाहिँ खेलहरू थियो। यसले हेर्ने ठाउँ चाहिँ मैले बुझ्न सकेन के चिज कहाँ छ भनेर, पत्ता गर्नै लगाउन सकेन मैले। धरहरा हेर्ने खोजेँ मैले, धरहरै देखिनँ। अरू बिल्डिङ चाहिँ देखेँ। फर्किँदाखेरिको बेलाको भ्यू। यहाँबाट चाहिँ धरहरा देखिरहेको छ है, देख्न सक्नुहुन्छ।